3 महिना अगाडिका ती कहाली लाग्दा दिनहरू, जति बेला देश युद्धभूमि जस्तै जलिरहेको थियो, आततायीहरूबाट जलाइरहेको थियो, जति बेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो, एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो। पुराना पार्टीहरू सकिए, पुराना नेताहरूका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो, यस्तो भाष्य खडा गर्न खोजिएको थियो। धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै अब जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ, नेकपा एमाले अजम्बरी छ।